नयाँ भनाउँदाहरू अथवा बालेन शाहको देश दौडा चलिरहेको छ। अहिले चाहिँ मध्य प्रदेशमा प्रवेश गरेका छन् भने मध्य प्रदेशमा पनि त्यत्तिकै उर्लिँदो जनसागरहरू छन्। यतातिर पुरानोहरूले प्रचण्ड केपी शर्माहरूले चाहिँ सामाजिक सञ्जालमा हल्ला गर्दैमा मतपत्र अथवा मतदाताहरूले मत दिँदैनन् भनिरहेका छन् त्यही सामाजिक सञ्जालबाट भने यतापट्टि चाहिँ रवि लामिछाने बालेन शाह चाहिँ देश दौडामा निस्किएका छन् र त्यत्तिकै समर्थकहरू पनि भिड छन्। तर यी समर्थकहरू अथवा भिड चाहिँ बालेन शाहलाई रवि लामिछानेलाई हेर्नका लागि अझै बालेन शाहलाई चाहिँ हेर्नका लागि भनेको बालेन शाह धेरै टाइम चाहिँ काठमाडौँको मेयर हुँदाखेरि पनि बाहिर सार्वजनिक ठाउँमा त्यति धेरै ननिस्किने भएकोले गर्दा र सामाजिक सञ्जालमा चाहिँ धेरै हल्ला अथवा सामाजिक सञ्जालमा चाहिँ धेरै व्यापक चाहिँ चर्चा भएकोले गर्दाखेरि पनि बालेन शाहलाई हेर्नका लागि पनि जनसागर निस्केको हुन पनि सक्छ। अब त्यो जनसागर चाहिँ बालेन शाहलाई हेर्नका लागि निस्केको हो कि अथवा उसका समर्थक अथवा उसका मतदाता हुन् अथवा मतपत्रमा परिणत हुन्छ भन्ने कुरा चाहिँ पछि चुनावपछि नै थाहा हुनेछ। त्यो चाहिँ अब हेर्न बाँकी छ।